साथीहरु नमस्कार। आजको यस भिडियोमा हामी कुरा गर्नेछौँ सानवी एनर्जी लिमिटेड कम्पनीको आइपिओ को बारेमा। यो कम्पनीको आइपिओ डिमेटमा कहिले आउँछ होला, डिमेटमा आइसकेपछि यसको चाहिँ कारोबार कहिले सुरु हुन्छ र कारोबार सुरु हुँदाखेरि यसको चाहिँ ओपनिङ रेन्ज के कति होला, कतिसम्ममा प्रॉफिट बुक गर्न सकिन्छ, कतिको कारोबार भइराख्दाखेरि चाहिँ हामीले प्रॉफिट बुक गर्ने, यसलाई चाहिँ सर्ट टाइममै सेल गरेर सर्ट टाइम प्रॉफिट बुक गर्ने या यसलाई चाहिँ लङ टर्म को लागि चाहिँ होल्ड गर्ने जस्ता विभिन्न क्वेशनहरु चाहिँ हाम्रो विभिन्न भिडियोहरुको कमेन्टहरुमा आइरहेको हुनाले आज यो भिडियो बनाउन गइरहेका छौं र आजको यस भिडियोमा हामी डिटेलली जानकारी दिनेछौं कि यसको चाहिँ पहिलो कारोबार कतिदेखि कतिको रेन्जमा हुन सक्छ र साथसाथै हामी कुरा गर्नेछौं यसमा चाहिँ कतिसम्म प्रॉफिट हुन सक्ला र कतिको कारोबार भइराख्दाखेरि चाहिँ हामीले आफ्नो प्रॉफिट बुक गर्ने त जस्ता विभिन्न क्वेशनहरु चाहिँ यो भिडियोमा हामीले समावेश गरेका छौं। यदि तपाई नेपाली शेयर बजारमा कारोबार गर्नुहुन्छ वा आइपिओ अप्लाई गर्नुहुन्छ भने सिधो सरितो र सबभन्दा पहिला इन्फर्मेसन पाउनको लागि हाम्रो यस च्यानललाई सब्स्क्राइब गरी हामीसँग जोडिन नभुल्नुहोला। साथीहरु, सानवी एनर्जी लिमिटेडले चाहिँ जेठको 26 गते आइपिओ बाँडफाँड गरिसकेको छ र यो कम्पनीले चाहिँ जम्मा 24,15,300 किता शेयर चाहिँ सर्वसाधारणको लागि बिक्री खुला गरेको थियो र जहाँसम्म यसको ओपनिङ रेन्जको कुरा गर्नुहुन्छ भने यसको ओपनिङ रेन्ज 120 रुपैयाँदेखि लिएर 360 रुपैयाँको बीचमा हुनेछ। यो कम्पनीको चाहिँ प्रति शेयर आम्दानी के कस्तो रहेको छ र यसले चाहिँ कस्तो मुनाफा दिन सक्ने सम्भावना रहेको छ, यसले बोनस शेयर देला कि नदेला जस्ता विभिन्न क्वेशनहरु तपाईको मनमा छ भने साथीहरु यसको चाहिँ 2080-81 आर्थिक वर्षको डाटालाई हेर्नुहुन्छ भने यो कम्पनीले चाहिँ दिएको विवरण पत्र अनुसार यसको प्रति शेयर आम्दानी भने 17 रुपैयाँ 3 पैसा रहेको छ। यो हाइड्रोपेट सेक्टरको कम्पनीको लागि एकदमै राम्रो मानिन्छ। यसले यदि दिन चाह्यो भने आउने दिनहरुमा बोनस शेयर पनि दिन सक्ने सम्भावना रहेको छ। यदि तपाईले अहिले पैसाको निड छैन तुरुन्तै भने तपाईले यसलाई लङ टर्म पनि होल्ड गर्न सक्नुहुन्छ। तर हैन म चाहिँ सर्ट टाइममै प्रॉफिट बुक गरेर मुनाफा कमाउन चाहन्छु भन्नुहुन्छ भने तपाईले यो कम्पनीको शेयरलाई चाहिँ 700 देखि 800 को बीचमा पुग्दाखेरि सेल गर्दा हुन्छ। बाँकी अब त्यो बजारमा भर पर्ने कुरा हुन्छ, डिमान्ड एन्ड सप्लाईमा भर पर्ने कुरा हुन्छ। एक्ज्याक्टली अहिले भन्न चाहिँ सकिदैन। तपाईले कारोबार गर्नुभन्दा पहिला पक्कै पनि आफ्नो रिसर्च गर्न नछुटाउनु होला, रिसर्च चाहिँ गर्नु नै होला। तर जहाँसम्म मलाई लाग्छ यो कम्पनीको शेयर 600-700 देखि लिएर 800 सम्मको हाराहारीमा चाहिँ पुग्न सक्ने सम्भावना रहेको छ। र यसमा त मैले भनिसके तपाईले लङ टाइम होल्ड गर्न पनि सक्नुहुन्छ। राम्रो यसको चाहिँ प्रति शेयर आम्दानी रहेको हुनाले यसले फ्युचरमा राम्रै मुनाफा दिन सक्ने चान्स पनि रहेको छ हैन। तर तपाईलाई अलि हतार छ, म सिटी प्रॉफिट बुक गर्छु भन्नुहुन्छ भने तपाईले चाहिँ यसको प्राइस टपमा पुगेको बेला तपाईले यसलाई सेल गर्न सक्नुहुन्छ। साथीहरु, यो कम्पनीको आइपिओ चाहिँ मलाई पनि परेको छ। म यसको अपडेट भिडियोहरु बेला बेला दिइराख्ने छु। जब यसको कारोबार भइराख्छ म कति बेला सेल गर्दैछु, कति बेला मैले एक्जिट गरे, सम्पूर्ण डिटेलहरु म तपाईलाई यसै च्यानलको माध्यमबाट शेयर गर्नेछु। बाँकी ट्रेड टावर लिमिटेडको आइपिओ पनि छिटै आउँदैछ साथीहरु, त्यसको पनि भिडियो नछुटाउनु होला। मैले यो च्यानलमा भिडियो अपलोड गरिसकेको छु। मिल्ने अर्को भिडियोमा। थ्यांक यू सो मच।